हेलो साथी हो हाम्रो ठ्याक्क कहाँ आउँछ नि तपाईलाई थाहा नै छ होला हैन आज हाम्रो डुडेको साँचोट मेलामा आएको छु नि त अनि हाम्रो प्यारो दिदी रश्मिता दिदीसँग भेट भएछ सेवारो दिदी सेवारो भाइ आजको मेला कस्तो लाग्यो भन्नु त एकदम रमाइलो भइरहेको ताल हेरेर पुरा रमाइलो धान नाच्ने हुन्छ दिलाले आउँछ अरे रातलाई नाच्नु न छैन नि त ड्रेस छैन नि ड्रेस छैन नि अरे क्याम्पिङ थे भन्छ नाम के हो भन्यो भने अब हाले पुसाबे भन्छ यस्तै त हो नि पोहोरको मेला रमाइलो नि योपालिको मेला रमाइलो नि पोहोरको रमाइलो नि यसपालि त पोहोरको र यसपालि के फरक छ पोहोरमा भनेको अब गर्लफ्रेन्ड थियो होइन गर्लफ्रेन्ड चाहिँ टक्क नाचेको थियो घुमेको थियो योपालि छैन होइन त्यही हो यो जुनी त यस्तै हो अब अर्को जुनी ल बाँच्यो भने अर्को जुनी ल अब यो मेलामा कसलाई मिस गरेछौ गर्लफ्रेन्ड वेलकम ब्याक झापाली अर्जुन भाइ युट्युब च्यानलमा होइन तपाईँ सबैजना सन्चै हुन्छ होला होइन म पनि सन्चै छु भन्दै होइन आज चाहिँ म कहाँ जाँदैछु भनेर अगाडिको भिडियो हेरेर थमेल हेरेर थाहा पाइसकिहाल्नु होला होइन मुन्सिर 18 गते अरे साँचोट टर्नामेन्ट छ नि त जो चाहिँ लिम्बूको चाहिँ खास गरी उन्डोरी उभोरी मान्ने आफ्नो घरमा भएको कुराहरू आफ्नो बारीमा फलेको कुराहरू चलाउने दिन हो नि त आज चाहिँ आफ्नो देउताहरूलाई आफ्नो पितृहरूलाई आफ्नो मरेर जाने पितृहरूलाई भने हामी त्यो पितृ भनिन्छ उनीहरूको अब के भन्छ होइन अनि साँचोट टर्नामेन्ट गरेर आज पूजासुजा गर्ने कार्यक्रम भइरहेछ होइन अब उहीँ गएर भेटौँला भन्दै दुधे आइपुगिसक्यो नि त अहिले यहाँसँग चाहिँ होइन हाम्रो दिदी हाम्रो क्यामेराम्यान दाजु पत्रकार दाजु होइन अनि ठ्याक्कै मान्छे थोरै आउनु भएको छैन र दर्शक पनि त्यो राई लिम्बूको ड्रेसअपमा होइन राई लिम्बूको लुगा लाएर यहाँसँग चाहिँ सोल्टिनहरू पनि के साह्रो राम्रो राम्रो छ यहाँसँग चाहिँ होइन कहाँको कसको न कसको सोल्टिने हो नि त ट्याक्क सोल्टिने भनिदिएको होइन यस्तो छ हेर्नु मान्छे उहाँ परदेखि यहाँसम्म अघि त्यस्तै बेर हुन्थ्यो थोरै मान्छे आइसक्नु भएको छैन हेर्नु चाहिँ सुनको सिनारी बालवा बदरमा सालमा बक्स सुनको सिनारी बालवा बदरमा बाँच्नु जेसम्म हाँस्किने गरी त खोला जङ्गलमा जिन्दगीको साथी छाया जिन्दगीको साथी छाया दुई दिन माया हेलो साथी हो हाम्रो ठ्याक्क कहाँ आउँछ नि तपाईँलाई थाहा नै छ होला होइन आज हाम्रो डुडेको साँचोट मेलामा आएको छु नि त अनि हाम्रो प्यारो दिदी रश्मिता दिदीसँग भेट भएछ सेवारो दिदी सेवारो भाइ आजको मेला कस्तो लाग्यो भन्नु त एकदम रमाइलो भइरहेछ कस्तो भइरहेछ यहाँ यसो बिचमा गएर फुटाएको ताल हेरेर पुरा रमाइलो धान नाच्ने हुन्छ शुभकामना वक्तव्य राखिदिनु र समाजसेवी
गाह्रो छ गाइस राईको यो होइन कल्चर हाम्रो दिलाले आउँछ अरे रातिलाई नाच्नु न ड्रेस छैन नि यस चाहिँदैन त निमा निनेछु आफै पनि हिँड्दैन मेरो यहाँनिर 11 नम्बर हाम्रो हामी जन्मेको अब आफ्नो घर के हो होइन नामहरू के हो यस्तो चिजहरू चाहिँ हल्का फुल्का नआउने चाहिँ होइन तर अब यहीँ जन्मेकोले गर्दाखेरि आफ्नो घर चाहिँ योङयाङ भन्न म बाध्य छु होइन यसमा सम्पूर्णलाई सरी भन्न चाहन्छु होइन बुवा आमाले नसिकाएको कारणले गर्दाखेरि हामी अलिकति धोका चाहिँ पाइरहेको छौँ होइन अब हजुर प्रश्न गर्नुभयो होइन मेरो जान चाहिँ एक दिनमा नै हो कि लिम्बू नै हुन चाहिँ तर मेरो जानले चाहिँ बुझ्छ पुरै पाहाड देख्छु त होइन मेरो छोरी हो योङयाङ नै हो तर मैले चाहिँ अब जाने अनुसार आफ्नो कल्चर र हाम्रो रीतिरिवाज र आफ्नो भाषा चाहिँ नि जान्नुपर्ने रहेछ जस्तो लाग्नु थाल्यो आजकल अब होइन र अब एकदम नि हो नि एकदम र अब अहिलेको कल्चरले चाहिँ नेपालीमै लगभग सबैले गर्ने आएका छन् तर वास्तवमा भन्नुपर्दा आफ्नो कल्चर चाहिँ मान्दैन हो भने आफ्नो भाषालाई नै फलो गर्दा राम्रो हुन्छ यही याद छ तपाईँलाई जुन तपाईँको फेसमा होइन पहिला जति पनि हुनुहुन्थ्यो नि तपाईँहरू हजुर लिम्बूहरूले चाहिँ धान नाचिरहेको एकदम देखिन्थ्यो अब पाहाडतिर चाहिँ धेरै नै मान्ने प्रचलन छ अझै पनि हराएको छैन लोप हुन दिएका छैनन् होइन आफ्नो भाषा लिपि होइन संस्कृति अझै पनि त्यहाँका मानिसहरूले अझै पनि पछाइरहेका छन् तपाईँको जुन लिम्बू हुनुहुन्छ होइन लिम्बूहरूमा त तान्ने चलन थियो अरे हजुर कसरी लगाउनु ए होइन हाम्रो चाहिँ हल्का सर्ट टाइम लभ नै भन्नुपर्छ लभ म्यारिज नै भएको हाम्रो चाहिँ होइन अब घुम्ने क्रममा जाँदा यस्तै नै हाम्रो लिम्बू कल्चरमा विवाहहरू हुन्छ होइन त्यस्तैमा जाँदा चिनजान भएर चाहिँ हल्का हाम्रो सर्ट टाइम मात्रै भएको हो लभ म्यारिज नै भन्नु यो तपाईँको यो जुन झापामा कहाँनिर हो तपाईँको घर चाहिँ कहाँ घर चाहिँ हाम्रो यो अहिले जहाँ छ यो 11 नम्बरै हो होइन वाडा नम्बर 11 गोर्खौली हाम्रो 5 वर्ष प्रोग्राम छ सुबाङ अहिले हिलियाङ सुबाङकाहरू त थुप्रै भन्ने भाषा नेपाली लिम्बू भाषा मजाले बोल्नुहुन्छ लगभग लिम्बू भाषा बोल्छन् त्यहाँका जति पनि हाम्रा पुर्खौली र अहिलेका साथीहरू पनि बोल्नुहुन्छ हाम्रो तर हामी चाहिँ यहीँ जन्म्यौँ यहीँ हुर्केकोले गर्दाखेरि खासै अब धेरै म तपाईँले धेरै सोधिनँ तपाईँ लिम्बू भएको हिसाबले एउटा लिम्बू ल्याङ्ग्वेज तपाईँको भाषामा अरे क्याम्पिङ थे भन्छ नाम के हो भन्यो भने अब हाले पिसाबे भन्छन् यस्तै त हो नि यस्तै गर्छ ल थ्याङ्क यू सो मच धेरै धेरै धन्यवाद ल हेलो साथी हो हाम्रो ठ्याक्क हाम्रो प्यारो भाइहरू छ हाम्रो दाइसँग भेट भइसकेको छ होइन यो मेलाको बारेमा केही जानकारी दिनलाई एकदम बवाल छ होइन सोल्टिनीहरू मिल्दैन त्यही हो मिलेकै छैन होइन त्यही हो बवाल भइरहेछ मेला मेरो अनिल विश्वकर्मा मेरो नाम चाहिँ कृष्ण राजवंशी हो घरले कता पऱ्यो तपाईँको मेरो तल दुधेदेखि तल हो चन्डाङ्गी छेउ अनि पोहोरको मेला रमाइलो चाहिँ योपालिको मेला रमाइलो चाहिँ पोहोरको रमाइलो नि यसपालि त पोहोरको र योपालि के फरक छ पोहोरमा भनेको अब गर्लफ्रेन्ड थियो होइन गर्लफ्रेन्डसित टक्क नाचेको थियो घुमेको थियो योपालि छैन होइन त्यही हो
यसपालि सिङ्गल अनि बोलाउनु पर्दैन नि त अनि सोल्टिनेहरूलाई सोल्टी अब हेरौँ मिल्छ होला यहाँ नि होइन यसपालि त यस्तै भयो अब अर्को साल भन्नु होइन त यो जुनी त यस्तै हो अब अर्को जुनी ल बाँच्यो भने अर्को जुनी ल अब के अरे कति आज भरेसम्म बस्छु होला नि त होइन भरेसम्म 10, 11, 12 बजीसम्म बस्छौँ अनि बेलुकाको अनुभव कस्तो हुन्छ बेलुका कस्तो हुन्छ अब पोहोर कस्तो भयो होइन पोहोर कस्तो के पोहोर त अब कस्तो हुनु अब गर्लफ्रेन्डसित डुलेको थियो होइन पोहोरकोलाई बिर्सिनु नसके याद हुन्छ नि कुनै यादहरू त्यो के याद रमाइयो धान नाच्यो होइन साथीभाइहरूसँग डुलियो अहिले छैन होइन त्यही हो यो मेलामा कसलाई मिस गरेछौ गर्लफ्रेन्ड तपाईँले भयो पनि गर्लफ्रेन्ड ल धन्यवाद दाजुहरूलाई ओके